हेलो नमस्कार साथीहरु, म चाहिँ एकदमै भोक लागेर आज चाहिँ समोसा खाने मन भयो है। त्यही भएर चाहिँ यहाँ चटनी पनि ल्याएको छु अनि यहाँ समोसा पनि ल्याएको छु है। यी समोसा घरमा पनि बनाएर खान सकिन्छ, तर घरमा अब टाइम लाग्छ। त्यही भएर चाहिँ पुरा भोक लागेर चाहिँ आज समोसा खानु लागि चाहिँ मैले समोसा लिएर आएको। कोही बेला त यसो समोसाहरू पनि खानुपर्ने छ, त्यही भनेर नि। अनि यो समोसा ल्याएको यहाँ चटनीसँग खाइदिउँ भनेर सोच्दैछु हो। म सुरु गरेँ अब स्पेशल मिठो रहेछ। म चाहिँ भोक चाहिँ खप्नै सक्दिनँ, के भएको हो नि। खास चाहिँ भोक चाहिँ खप्नै सक्दिनँ। भोक बेसी भोक भयो भने उल्टी पो आउला जस्तो हुन्छ। मिठो रहेछ। दामी। बजार गएको थिएँ अनि बजारबाट चाहिँ पुरा भोक लागेर चाहिँ अन्त यहाँ समोसा लिएर आएर खाएको। बजारबाट के ल्याएँ म देखाउँछु ल तपाईहरुलाई। अहिले समोसा खाइसकेपछि तपाईहरुलाई देखाउँछु। लो साथीहरु, समोसा एकदमै मिठो रहेछ अनि पिरो पनि रहेछ चटनी। अब खाइसके। अब तपाईहरुलाई म बजारबाट है मैले नर्मल सब्जी ल्याएको छु, देखाउँछु तपाईहरुलाई ल। लो मैले अर्ग्यानिक साग ल्याएको छु, डुकु। देख्न सक्नुहुन्छ यहाँनेरि डुकु एकदमै दामी डुकु ल्याएको छु हो। अन्त डुकु एकदम दामी छ, ठस ठस परेको। त्यहाँबाट फेरि बस्तीमै फलेको साग पनि ल्याएको छु सँगसँगै। डुकु सँगसँगै साग हो। त्यहाँबाट अर्ग्यानिक बुढकौली ल्याएको छु, यो झन् बस्तीको प्युर। एकदम दामी हो। एकदम दामी ल्याएको छु, तपाईहरुलाई देखाउँदैछु। दाम चाहिँ अहिले एकछिनबाट बताउनु पर्यो, दाम कसको कति कति पर्यो भनेर। अनि मलाई चाहिँ तरुल भ्यागुर कन्थमल चाहिँ साह्रै मनपर्छ र यो सिमल तरुलको जरा यो साह्रै मनपर्छ। खोइ मूल जरा है के हो कस्तो छ पनि तासेर हेर्नुपर्छ। सिमल तरुल साह्रै मनपर्छ है, त्यही कारणले ल्याएको मलाई चाहिँ। अनि यो कुसुमे तरुल है, यो घर तरुल कन्थमल मनपर्छ, त्यही कारणले गर्दाखेरि ल्याएको। यसलाई उसिनेर खाँदा पनि हुन्छ, सब्जी खाँदा पनि हुन्छ। यो चाहिँ दामी हुन्छ है, तपाईहरुलाई देखाउँदैछु ल। यो चाहिँ के चिज हो तपाईहरुले भन्नु सक्नुहुन्छ, भन्नुहोस् है ल। यो पनि दामी हुन्छ सब्जी खानु, दामी हुन्छ यो हो। एकदम दामी हुन्छ। यो के हो यसको नाम भन्नुहोस् है, कमेन्ट गर्नुहोस् ल।
बन्दकोपी छँदैछ। हरियो परियोले नै ढाकेको छ आज। अन्त घिउ सिमी एकदम दामी छ यहाँ। देख्न सक्नुहुन्छ घिउ सिमी एकदम मजाको हरियो छ। घिउ सिमी टमाटर एकदम दामी छ। टमाटर पनि एकदम सुपर हो। टमाटर पनि सुपर छ। अनि यो बिँ तिते बिँ हो, देख्नु सक्नुहुन्छ यी तिते बिँ। यो ठुलो खालको प्रेसरहरूलाई राम्रो हुन्छ। तपाईहरुलाई म देखाउँदै जानेछु है ल। तिते बिँ यो चाइनिज साग है, यो दामी हुन्छ, एकदमै नरम हुन्छ। यसलाई मजाले पकाएर खायो भने एकदमै दामी हुन्छ, नरम चाइनिज साग हो यो। तपाईहरुलाई म देखाउँछु ल कति दाम भयो भनेर। यसको दाम भन्नुहोस् है तपाईहरुले ल, म सब्जीको भेराइटी देखाउँछु। यहाँ हेर्नुहोस् त, यो चटक्क हेर्नुहोस् है, यसको चाहिँ कति जस्तो होला दाम तपाईहरुले भन्नुहोस् ल। यसको चटक्क दाम चाहिँ कति जस्तो पर्यो होला, चटक्क हेरेर चाहिँ तपाईहरुले दाम भन्नुहोस् ल। यसको कति जस्तोमा आउँछ होला यति सब्जी चाहिँ, यति सब्जीको दाम कति जस्तो लाग्यो होला चटक्कै भन्नुहोस् ल। लाइक कमेन्ट गर्नुहोस् है ल तपाईहरुलाई। यो चाहिँ मैले यसो तपाईहरुलाई सल्लाह दिएको, कति जस्तो पर्यो भन्नुहोस् है ल।